नमस्कार सम्पूर्णमा म जुनु श्रेष्ठ हालै आइरहेको यो स्वास्थ्य बीमा बोर्डमा मेरो पुनर्नियुक्तिको कुरा र यसै बावजुद पनि सृजना भएको जुन अवस्था छ त्यस रिलेटेड कुराहरूको लागि मैले चाहिँ स्पष्टीकरण दिने ठाउँ मिडिया होइन स्पष्टीकरण दिने ठाउँहरू हुन्छन् भनेर नै म बसिरहेको थिएँ तर बोल्नै पर्ने जस्तो देखिएपछि अहिले मैले केही यसको बारेमा प्रष्ट रूपमा राख्न चाहन्छु यहाँ र मेरो ब्याकग्राउन्ड पनि थाहा नभएर पनि यस्तो कुराहरू उठिरहेको हुनसक्छ भन्ने लागेर म अलिकति त्यसको बारेमा पनि भन्दैछु म टिचिङ हस्पिटल त्रिभुवन विश्वविद्यालयबाट ब्याचलर इन अप्टोमेट्री पढेको हुँ त्यस विषयमा स्नातक तहमा चाहिँ म त्यहाँको गोल्ड मेडलिस्ट हुँ त्यसपछि मैले हस्पिटलमा काम गरेँ क्लिनिकमा पनि काम गरेँ त्यस लगत्तै मैले फेरि मास्टर्स इन पब्लिक हेल्थ जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरेँ जुनमा पनि म गोल्ड मेडलिस्ट नै हो त्यसपछि चाहिँ मैले यो म्याटर्नल चाइल्ड हेल्थ रिप्रोडक्टिभ हेल्थ रिलेटेड विभिन्न संस्थाहरूमा बसेर पनि काम गरेँ कोभिड रिलेटेड पनि कामहरू गरेँ मैले कोभिडको टाइमतिर चाहिँ नि त्यसपछि म 2020मा चाहिँ युके गभर्मेन्टको चिभनिङ स्कलरसिपबाट म लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा एमएससी इन हेल्थ पोलिसी प्लानिङ एन्ड फाइनेन्सिङ विषय अध्ययन गर्न गएँ म र त्यसको अध्ययन सँगसँगै चाहिँ मैले विभिन्न देशका हेल्थ सिस्टम्सहरू अध्ययन पनि गरेँ एज अ कन्सल्टेन्सी मैले थाइल्यान्डको हेल्थ सिस्टम इभ्यालुएसन गरेको छु त्यसै गरी मैले अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर चाहिँ कोभिडको रिसर्चहरू पनि गरेको छु र मेरो दुईटै जनस्वास्थ्यको यहाँको मास्टर्स र उताको हेल्थ पोलिसी प्लानिङ एन्ड फाइनेन्सिङको दुईटै मास्टर्सको थेसिसमा मैले यहाँको स्वास्थ्य बिमा सम्बन्धी कामहरू स्वास्थ्य बिमाको रिसर्च पनि गरेको छु ती रिलेटेड रिसर्च गरेको छु र मैले त्यसपछि चाहिँ त्यसको लगत्तै चाहिँ म नेपालमा आएर पनि यस विषयमा पठन पाठनहरू नै गराइरहेको छु र मेरो कामको हिसाब भन्नुपर्दा चाहिँ मैले लन्डनमा मेरो पढाइ सकिने बित्तिकै नसकिँदै नै मैले त्यहीँको एउटा अन्धोपन निवारण सम्बन्धी आँखा स्वास्थ्यको एडभोकेसी गर्ने एउटा अर्गनाइजेसनमा विगत 5 वर्षदेखि काम गर्दै आइरहेको छु र यो कुरा स्वास्थ्य बिमाको चाहिँ नि स्वास्थ्य बिमासँग रिलेटेड कुरामा चाहिँ मेरो त्यहाँ नियुक्ति 2080 सालमा भएको हो 2080 को मङ्सिर महिनामा र त्यसको नियुक्तिसँगै मैले चाहिँ नि त्यहाँ स्वास्थ्य बिमा सम्बन्धी आफूले पढेको आफूले अध्ययन गरेको कुरालाई नै इम्प्लिमेन्ट गर्न सक्छु इम्प्लिमेन्ट गराउँछु भनेर सोचेको थिएँ र अझै केही लर्निङको लागि मलाई त्यहाँ अवसर हुनेछ भन्ने चाहिँ मेरो मनमा रहेको थियो त्यहाँ पनि विगतमा धेरै विभिन्न पोलिटिक्सका कुराहरू चाहिँ म यङ मान्छे त्यसपछि म प्रेग्नेन्ट पनि थिएँ त्यो बेलामा चाहिँ नि यस्ता विषयहरू चाहिँ धेरै उठेको थियो जुन बेला मलाई लाग्थ्यो म मिडियामा आएर बोलौँ भनेर तर मैले त्यो बोल्नुपर्छ जस्तो पनि लागेन जहिले पनि अग्रजहरूलाई सम्मान गर्ने मेरो बानी र त्यो त्यही नै सिकाएको मलाई मेरो समाज घर परिवारले गर्दाखेरि चाहिँ मैले चाहिँ त्यसको बारेमा केही बोल्नु